यो चाहिँ लोकल होला हैन आमा लोकलहरु हैन यो कति कति हो यसको दाम जोरीको 900 आज चाहिँ म यो रामेछाप बजारको यो बिहिबारे हाट के कस्तो हुँदो रहेछ भनेर भिजिट गरिरहेको छु क्या हेरिरहेको छु अनि त्यही भएर यसो सोधेको क्या के कस्तो रहेछ भनेर ल राम्रोसँगले व्यापार गर्नु होला है खसी बोका बाख्रा जे चाहिन्छ यहाँ हेर छानी छानी लिन सक्नुहुनेछ लोकल स्पेशल वनमा हुने कोइरालोको फुल यो कोइरालोको फुल होइन आमा अचार बनाएर खाने ए ल ठिक छ हजुरहरूले देख्न सक्नुहुन्छ रामेछापको बिहिबारे हाट मस्त चलिरहेको छ अहिले मान्छेहरू आउने जाने क्रम जारी छ अनि माल सामान खरिद बिक्री भइरहेको छ खुसी लाग्यो धेरै पछि आयो होइन यो रामेछाप बजार बच्चामा आएको थियो त्यति याद थिएन कस्तो थियो भनेर अहिले आएर चाहिँ पुरै देखेर यस्तो हुँदो रहेछ भनेर अनुभव गर्न पाइयो खुसी लाग्यो हाम्रो रामेछाप जिल्लाको हैन जन्मभूमिको बिहिबारे हाट राम्रो रमाइलो तरिकाबाट हुँदो रहेछ खुसी लाग्यो न्यू ब्लग शुभ दिन शुभ बिहानीको साथमा उपस्थित भइसकेको छु आज चाहिँ हामी रामेछाप बजार जान लागेछौँ अब हिँड्न लागेको बजार चाहिँ किन जान लाग्यो भनेर सोचिरहनु भयो होला चुवाचेको बच्चा लिन जान लाग्यो हो बाउ र म बाउ अगाडि हिँडिसक्यो मम्मी यहाँ छ म एक्लै बस्छ हामी हिँड्ने अब के कामले हिँड्या छ त्यो काम पुरा हुन्छ मेरो आशिष लागोस् मेरो बाबुलाई राम्रो सफलताले यात्रा होस् बच्चामा गएको थियो होइन रामेछाप हाट 7-8 वर्ष भयो होला नगएको सो आज चाहिँ हिँडिरहेछौँ के कस्तो भएछ के चेन्ज भएछ सो त्यो हजुरहरूलाई देखाउने कोसिस गरिरहेको छु अहिले चाहिँ 7 बजिसकेको छ ल गाइजहरू बसन्तीलाई रेडी गरेर चाहिँ अब हिँडिसकेको छु बसिस्यो अब चाहिँ हामी चल्दैको हाट हजुर हजुर तपाईँ मर्निङ वाक ए ल हुन्छ हस् बाटोको अवस्था यस्तै छ गाउँको है नेताहरू हजारौँ आए तर बाटोहरू विकासहरू त्यति भएन यहाँ हेर्नु न यो लाइनकै कुरा गरौँ यो पोल अहिलेदेखि म काठमाडौँ गएकै थिएँ त्यही 5-6 वर्ष भयो होला यो गाडेको होइन उहाँ स्कुलमा लटिटार स्कुलमा लगेर चाहिँ ट्रान्समिटर राख्ने भन्ने कुरो गरेको थियो अनि यो खम्बासम्म नि गाड्यो तारहरू सब टाँगे तर यहाँ लाइनै आएन क्या अहिले यो टाँगे के हो गाडेको खम्बाहरू पनि पुरै ढलिसक्यो क्या टिकाउ तरिकाले गाडेकै छैन यो लन्ठ्याङ पारामा गरेको है त्यही भएर यस्तै छ विकास चाहिँ यहाँ हाम्रो गाउँमा मात्र होइन कि नेपालभरि नै सबै चोर मात्र क्या खाने बाटो मात्र गर्नेहरू मात्र छन् के गर्नु अब यस्तै छ सबै काठमाडौँ ओइ बोला ल राम्रोसँग जानु होला अहिले चाहिँ हामी च्याउठाडीबाट मासतिर लगाइसकेका छौँ रामेछापतिर जाने बाटोपट्टि ढुङ्गेछाप हो यो चाहिँ ठ्याक्कै ढुङ्गेछापमा आइपुगिसक्यौँ यो डाँडाबाट चाहिँ खोइ के आउँछ थाहा छैन मलाई यहाँ ठाउँहरूको नामै थाहा छैन यता माथि चाहिँ भालुखोप भन्छ क्या अरे कति वर्ष भइसक्यो यो रेडी गरेको पिच गर्छ भनेर उही यस्तो सब यहाँ रेडी पारिसकेको छ कालो पत्रे मात्र छप्न बाँकी छ तर यहाँ अब त्यही त हो नि नेपालको गति लास्टै स्लो हुन्छ त्यही हो अलिक चाँडो हतार भन्ने छैन कि यो यहाँ चाहिँ 5 जना शहीद भएको आर्मीले मारेको ठाउँ रे यो एरिया पुरै तामाङ बस्ती होइन यो एरिया पुरै तामाङ बस्ती हो यता भालुखोप भन्छ नि भालुखोपतिर झन् पुरै तामाङ एरिया हो गाइज हामी चाहिँ अहिले ठ्याक्कै बाटोको अवस्था एकदम राम्रो त पक्कै पनि छैन यो बाटो धुलो त्यस्तै है बाटो त्यस्तै सो अहिले चाहिँ हामी रामेछाप बजारमा आइपुग्न लागिसक्यौँ यो रामेछाप बजार एरियामा त अलिक विकास गर्नुपर्ने होइन उता नगरे पनि यही बजार एरियामै यस्तो विकास छैन हेर्नु न हालत अवस्था यस्तो छ पुरै धुलो गाह्रो छ धुलोले माऱ्यो मलाई यहाँ त बिना मास्क त हिँड्नै नसक्ने यो एरियामा त पिच गर्नुपर्ने यतै हो यही हो बजार यही हो है गाइजहरू अहिले चाहिँ हामी ठ्याक्क रामेछाप बजारमा आइसकेका छौँ यहीँ रहेछ चुवाचेहरू बवाल हुँदो रहेछ यहाँ हाट मार्छ भन्छ नि यसलाई गाइज मार्छ सब हुँदो रहेछ कुखुराहरू ल काठमाडौँमा त्यो भन्छ नि के अरे तरकारी बजारहरू भने जस्तै यहाँ चाहिँ पुरै यो बिहिबारे हाट भन्छ नि यसलाई नै भन्छ बिहिबारे हाट जस्ट भिजिट म यहाँ केही लिन आएको होइन जस्ट के कस्तो हुन्छ त हाम्रो रामेछापको बिहिबारे हाट हो त्यही देखाउनलाई चाहिँ म कोसिस गरिरहेको छु अनि यता चाहिँ जे होस् हाट राम्रैसँगले चलिरहेछ यता यो एरिया चाहिँ पुरै लुगा
को व्यापार चलिरहेको रहेछ। यता हुनु रहेछ ठुलो बा। कतिखेर आउनु भयो तपाईँ? अरू बेस्ट सादा हेर्नु घन्टा भयो बाबु। ए बिहान यहाँको अवस्था यस्तै छ। बिहिबारे हाट रामेछापको जोस राम्रो रमाइलो हुँदो रहेछ। मैले सोचेको थिइनँ कि यस्तो हुन्छ भनेर। त फर्स्ट टाइम आयो क्या, बच्चामा आएको थिएँ, त्यति याद थिएन। अहिले आउँदा चाहिँ जोस ठिकै हुँदो रहेछ। अब त्यो के अरे भ्याली एरियाको जस्तै मान्छेहरू जोस भिडभाडै हुँदो रहेछ। तरकारी फलफुलको यहाँ व्यापार हुँदै रहेछ है। यस्तो छ अवस्था यहाँको रामेछाप बिहिबारे हाटको अवस्था। हेर्नुहोस् गाइजहरू सब पाउँछ। यता लुगाकै पुरै बजारै छ। अनि ल ठिक छ राम्रो रमाइलो दामी यतिको हुनुपर्छ। दामी हुँदो रहेछ त रमाइलो। 9 बजेको अवस्था यस्तो भइसकेको छ। अब भर स्टार्टिङ हो यो। अझै घुइँचो हुन्छ होला यहाँ मान्छेहरू अझै आउनै होला। 8:30 भए रहेछ। आउँछ अब बिस्तारै घुइँचो हुन्छ। भर स्टार्टिङ होला। अब एकछिन पछि 10-11 बजेपछि त यहाँ पुरै घुइँचो नै हुन्छ क्या। राम्रो छ रमाइलो छ। खसी बोका बाख्रा जे चाहिन्छ यहाँ हेरेर छानी लिन सक्नुहुनेछ। लोकल स्पेसल लोकल हो यो अर्ग्यानिक। यता सुर्ती रहेछ डालो सबै। नमस्कार हजुर कतिखेर आउनु भयो तपाईँ? ए भएर हो ए ल यता चाहिँ यो के अरे कृषि सम्बन्धी होला औषधिहरू यस राम्रो रमाइलो छ। यता डोकोहरू आज चाहिँ म फुल टु फुल यहाँ भिजिट गर्छु है। राम्रै रमाइलो लाग्यो क्या मलाई चाहिँ। फर्स्ट टाइम आयो हो नि त। बच्चामा आएको थिएँ त्यति याद थिएन। अनि यता चाहिँ भाँडाकुँडाको सबै यहाँ हाट बजार हुने यही हो। सब जे पनि पाइन्छ क्या हाट बजार आएपछि। त्यहीको लागि हाट बजार बस्ने हो। ल लोकल लाने होइन यसो हेरे के कस्तो हुँदो रहेछ रामेछापको हाट। त्यही भएर आज भिजिट गरिरहेको छु क्या म। फर्स्ट टाइम आयो। राम्रै रमाइलो हुँदो रहेछ। राम्रै हुँदो रहेछ। म त यस्तो हुँदैन थियो होला भने त सोचे जस्तै भयो। गाउँको अर्ग्यानिक कुराहरू यहाँ चाहिँ बिक्री वितरण हुन्छ है। ल यता यहाँ कुदालो हँसियाहरू सबै गाउँमा चाहिने कुराहरू यहाँ सबै पाइन्छ क्या लोकलहरू। ठ्याक्कै वन कुखुरा जस्तै देखिरहेको छ कालीचरा जस्तै। यो चाहिँ लोकल होला होइन आमा? लोकलहरू होइन यो? ए ल ठिक छ। कति हो यसको दाम? जोरीको 900। ए के यो सबै भाले हो? ए हजुर यसो प्राइस सोधे के कस्तो रहेछ भाउ भनेर यसो बुझ्नको लागि। म चाहिँ आज यो बिहिबारे हाट भिजिट गरिरहेको छु क्या के कस्तो रहेछ भनेर। आज चाहिँ म यो रामेछाप बजारको यो बिहिबारे हाट के कस्तो हुँदो रहेछ भनेर भिजिट गरिरहेको छु क्या। हेरिरहेको छु अनि त्यही भएर यसो सोधेको क्या के कस्तो रहेछ भनेर। ल राम्रोसँगले व्यापार गर्नु होला है। ल यता यहाँ हाटमा हेर्नुहोस् कोइरालाको फुल पनि आउँदो रहेछ। यसलाई चाहिँ कोइरालाको फुल भन्छ। लोकल स्पेसल वनमा हुने कोइरालाको फुल। यो कोइरालाको फुल होइन आमा? ए कसरी हो यो? ए अचार बनाएर खाने? ए ल ठिक छ। हजुर होइन मैले त प्राइस सोधेँ हो। मैले त प्राइस सोधेको के कस्तो रहेछ भनेर। ए हस् यो चाहिँ के को बिरुवा हो? नर्सरीबाट ल्यायो क्या हो? ठुल्ठुलो छ त है? कति पर्छ यसलाई? यसको त थुप्रै दाम होला। कति पर्छ यसलाई? सस्तै रहेछ त। नर्सरीबाट ल्याउने होला होइन यहाँ तपाईँ? ल ठिक छ। मैले प्राइस मात्र बुझेँ हो। होइन म त नलाने। हजुर ए नलाने। म त हेरिरहेको छु के कस्तो हुँदो रहेछ भनेर। हजुरहरूले देख्न सक्नुहुन्छ रामेछापको बिहिबारे हाट जोस राम्रो रमाइलो छ। देख्न सक्नुहुन्छ भवाल मस्त चलिरहेको छ अहिले। मान्छेहरू आउने जाने क्रम जारी छ। अनि माल सामान बिक्री वितरण खरिद बिक्री भइरहेको छ। खुसी लाग्यो। धेरै पछि आयो होइन यो रामेछाप बजार। बच्चामा आएको थियो त्यति याद थिएन कस्तो के कस्तो थियो भनेर। अहिले आएर चाहिँ पुरै देखेर यस्तो हुँदो रहेछ भनेर अनुभव गर्न पाइयो। खुसी लाग्यो। हाम्रो रामेछाप जिल्लाको होइन जन्मभूमिको बिहिबारे हाट
राम्रो रमाइलो तरिकाबाट हुँदो रहेछ खुसी लाग्यो त्यतिको त हुनैपर्छ गाइस म चाहिँ आज रामेछाप बिहिबारे हाट आएको छु यहाँ चाहिँ बजार हाट चलिरहेछ यहाँ देख्न सक्नुहुन्छ ल हामीले चाहिँ चचे लिन आएको थियो एउटा लिइसक्यौँ बाजेकोबाट र राम्रोसँगले व्यापार गरेर जानु होला A few moments later. So alright guys, अहिले चाहिँ हामी घर आइसक्यो बिजोक ल्यायो हामी सो बाटोमा चाहिँ त्यति भ्लग बनाएन किनभने हाम्रो गाउँको बाटो यस्तो छ भनेर देखाउनै लाज लाग्यो क्या त्यही भएर बनाएन देखाइन पनि अब के गर्नु बाटोको हालत त्यस्तो छ नेताहरूले गर्दैन हामी सर्वसाधारण बाटोमा हिँड्ने मान्छेहरूलाई धेरै गाह्रो पर्छ त्यही हो यस्तै छ अवस्था खाना खाएको छैन रामेछाप बजार बिहिबारे हाटबाट चाहिँ चमाचेको मासु लिएर आएको छ पाक्दैछ अब पाकिसकेपछि हामी खानुपर्ने हुन्छ बाउ पकाउने आमा सिकाउने अब एकछिनमा पाक्छ नि खाना अहिले त 11-12 बज्न लागिसक्यो अनि त्यही भएर भोक लाग्यो अहिले बोल्नु सकेर आएन पोर्क एक थाल भात खाने अब त्यो सान्छ है त कस्तो रहेछ पोर्कको मासु चाहिँ एकदम मिठो हो बाबा कस्तो लाग्यो मासु बाबा एकदम काइदा सेतो मासु एउटा खाँदै होला हुने सो अलराइट गाइस खानासाना खायौँ खाना खाएपछि त कस्तो अल्छी लाग्ने पुरै निन्द्रा लागेको आवाज जस्तो भइरहेछ है सुत्दिन्छु पनि हिजोहरूको भिडियोहरू एडिट गर्ने बाँकी छ अनि भ्लग आउँछ है डेली भ्लग आउँछ के कस्तो लाग्छ एकतालि च्यानललाई भिजिट गरिदिनु अनि यदि राम्रो लाग्यो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है आजको भ्लग चाहिँ त्यही रामेछाप बजार बिहिबारे हाट भिजिट गऱ्यौँ अनि राम्रो रमाइलो हुँदो रहेछ बोबाल हुँदो रहेछ आजको लागि चाहिँ म यतै इन्ड गरिदिन्छु है बाई बाई